ए भगवान के उयो ढुङ्गा ठोकेर बाइक यता पो हामफाल्दी त गोठमा बस्न आएछ कि के गर्ने यसलाई त्यहाँबाट बाटो खोजेर गएको के टेन्सन नगर्नु मेरो कहाँ रोइरहेको मेरो बाइक मेरो पान मेरो मुडी ल गाइज यो छ हाम्रो आजको माहौल चाहिँ आज हामी गर्नुपर्ने त त्यो रहेछ फाइनल्ली कहाँ जाने प्लान छ हाम्रो हामी चाहिँ जितेको प्राइज लिनलाई यतिका दिनसम्म 3-4 दिनसम्म धाइयो स्यामदाङ आज चाहिँ फाइनल्ली अब पहिलो पुरस्कार जाने के रमाइलो अब हामीसँग यता हेर्नु खै यता देखाएन न यहाँ पुरस्कार थर्ने ठुलै झोला छ यहाँ नि छ यता एउटा यता यता नि छ ल अब यसैसँग हामी चाहिँ अब यात्राको लागि है होइन के भन्छ कोही चला चाहिँ कसले लगाइ अब चाहिँ जान पर्ला भनेको जितेको प्राइज लिन जाने भनेर हिँडेको केटाहरूसँग बाइक पुरै चाहिँ फालिदियो रे अब बाटो नि हिँड्लाग्दो छ यार होइन नाटक गरे हो होइन बाइक त तलै गएको कि मैले ए भगवान के उयो ढुङ्गा ठोकेर बाइक यता पो हामफाल्दी त के छ तेरो अवस्था उठ मैले हेरेँ हो कि बाइक त झिलिली तल पो बत्ती बाइक त तल खै के भयो यो बाइक त आफै दौडिन्छ त खै उले बानेर राखेको थिएँ किलोवटा फुस्केछ उले बानेर राखेको थिएँ किलोवटा फुस्केछ उठाउने अब के गर्ने खै कहाँ गोठ छ यो तलतिर गोठमा बस्न आएछ कि गोठमा बस्न आएछ कि सरी केटाहरू कहाँ हो के होइन बाइक हो अलिकति झ्याप भएको मान्छे त ठिक छ होइन बरु यहाँ तल झारेर यहाँ जान्छ होला त यहाँ सजिलो हुन्छ बाटो उता छ त उता बाटो यहाँ त यति झारेपछि त उता जान्छ त फेरि उतैबाट घुमाउने अनि यहाँ यत्रो उकालो कसरी जान्छ यो त खत्रै गयो जोते चाहिँ यो अनि वहाँबाट यहाँ आइदिए बाघ अनि यो त ला फर्काउनै मिल्दैन यो त लगेर राख्ने अब कहाँ हेर्नु त यहीँ कुन पुरै गइसकेछ अनि यो गइसकेछ यो गा हो हुँदैन त्यो त गएन होला त्यो त गएन आज अनि मान्छे चाहिँ कसरी झऱ्यो त्यहाँ अनि हामफाल्दै नि कहाँ धन्न बाइक आउँछ त नि एकपल्ट तपाईँले चलाइ कसले चला एकपल्ट त्यो चलाउन नमिल्ने मिल्दैन कि अनि अब सबै गाड चाहिँ यिनीहरू सबै गा न साइडलाई छ न ल्याएन तँलाई के भयो धिराज सुधिरा आज धिराज नि ठिकै छ भन्छ धिराज चाहिँ रोडमा सुधिरहेको कहाँ गयो धिराज त्यही छ दुई जान्थ्यो एक जान्थ्यो दुईजना धन्न मान्छे त हुइरहेछ मान्छे धन्न भाग्न भ्याएछ त ओइ कसरी जोग्यो तिमीहरू यहाँ यो बाघ यहाँ आउँदैन हालिदिएको बाइक त कहाँ बाइकको पछाडि बसेर दौडिन्छ ढाड के छ म त छन्द्रङ गर्छ म त कहाँको जस्तो गङ्गेले बोलाएको तैँले चेप नआयो कि ढाड त ए मान्छेले चाहिँ भ्या ए गरेर ल्याए नि हुन्छ रमरे चलाउँथ्यो नि त्यस्तो हुन्छ नि त्यो ढुङ्गामा के भयो बाइक त के गर्ने यसलाई आयो नि त्यहाँबाट लौ न के गर्ने लौ आलु खेदा राख्नु के हो सबैजना भएर बरु यता बिस्तारै झरौँ न तल के गरे तपाईँले यार होइन यो मैले होइन यो बाँधेर राखेको बाइक हो अहिले कुद्न पाएको थिएन अहिले पाएको मौका हाम फाल्यो हाम्बाल्यो होइन यो मैले होइन यो बाँधेर राखेको बाइक हो अहिले कुद्न पाएको थिएन अहिले पाएको मौका हाम फाल्यो हाम्बाल्यो साइडलाई नि केही भएन ओ धीरे तन चढ्न धीरे तन चढ्न समानले ओइ तल हाल तल यता तल यता बाटो यता तल हाल तल यता तल यता बाटो यता कहाँ रोक्यो तल नहालेर होइन यो भ्लगरहरू सँगै हिँडेपछि एउटा न एउटा कन्टेन्ट आइरहन्छ यो मेरो
मलाई बस भने फेरि यो मान्छे पछाडि गाह्रो त त्यहाँ पो छ त ओ बिस्तारै बस थोरै छेउमा थोरै छेउमा ओइ बाई तल फेरि अड्किसक्यो त्यो ल ओइ 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 अगाडि एकजना मान्छे भन्नुपर्ने हो क्या बिस्तारै बिस्तारै पछाडि गऱ्यो त्यति ताने हेरियो तगल अलिकति ल धगल स्टार्ट नगरिकन झगडा के बाइक त गयो गयो फेरि मेरो घरमा ओ मसँग बसी आइज ओ मसँग बसी आइज अभी मैं गाली नहीं दे सकता। नहीं गाली नहीं देना अब फैमिली देखती है। बाइक चाहिँ अरू जे भयो नि धन्न मान्छेलाई केही भएन बाइक त बनाउँला केही भएन होइन कि म छक्क परिरहेको छु एउटा साइड लाइट नि भाँचिया छैन यो हेडलाइट नि फुटे छैन केही भएन नि यो ऐनासँग चाहिँ केही दोष थियो कि के होइन यो भयो क्या यो ऐना नि सिधा गर्ने हो नि मिल्छ होइन अलिक केयर गर्नुपर्छ नातिन यार फुल इन्सुरेन्स गरे बाइकको ब्लग छ त्यही माथि भिडियो प्रुफ ए के छ यो काइला मैले त बेलामा फुल इन्सुरेन्स गरेको छु यसको त ब्लगरहरुले लिएर हिँड्छ यस्तै हुन्छ के एउटा कन्टेन्ट निकाल्नै पर्यो अनि कन्टेन्ट त निकाल्नै पर्यो अनि के भयो यति मात्र हो के तर यो मान्छेले कन्टेन्ट भन्दै थियो साँच्चै नै निकाल्यो यार जसले अब जे चला मेरो चलाउने एक्सपिरियन्स सकियो आजबाट म ड्राइभर लाइसेन्स बेचिदिन्छु ड्राइभर तपाईँ अब झन् परिपक्व ड्राइभर हो नि गाडीको धरि लाइसेन्स छ बाइकको लाइसेन्स छ अझ हेभीको निकाल्छु भनेर बसिरहेको छु चलाएर चाहिँ गोर्खा संसार इन्टरनेसनल खाइसक्यो अनि चलाएर 7 दिन 7 रात नसुती चलाएर म कहाँ पुगे मान्छे अहिले स्टार्ट गरेर मात्रै छ अहिले त स्टार्ट गरे मात्रै हो ओए बिर्सेको के भएको छ र यो त नयाँ टायर हो नि त कागती निम्बु टेकेर आउनु पर्ने थियो अगाडि नि पछाडि नि दुइटै नयाँ हो त टायर त निम्बु टेकेर हिँड्नु पर्ने थियो घोडाहरू त फेरि 101 छ नि त हो त्यही त यता टेन्ट हाउन देखेन धन्न त्यो क्विक एक्सन लिएर मान्छे यतापट्टि लागेर मान्छे त क्विक हो के होइन के गर्ने यहाँ तल हो यहाँ होइन यहाँबाट यहाँसम्म त बाइक त एकछिन त रोकौँ न भन्ने त थियो नि त बाइक थियो अनि बल्ल यता हाम्फाल्यो कि यहाँबाट अनि बाइक त ढुङ्गामा बाइक त तलै ताक्यो त्यहाँबाट त त्यहाँ त हाम फाल्यो ढुङ्गामा पर्यो यसले छिप्यो ए बा हेर्न ठाउँ कस्तो छ फेरि घरमा डर लाग्दो ठिक छ के एक्सपिरियन्स लियो क्या बाइकले हाम फाल्दा कस्तो अबदेखि हाम फाल्दा ठिक छ नि साथी प्र्याक्टिस हो पनि छ मेरो चाहिँ गर जस्तो काटे जस्तो बिहान मैले एउटालाई काटेको थिएँ मान्छेले मलाई काटेर मैले काट्दै हो बुलेट लिन जान्ला हो सरजाई गयो नि भयो जो गयो नि भयो ढाड दुखिरहेको पानी परेको तपाईँको नि एनएसै होइन र यो को आयो फेरि बाटो हेर्नु जाने हो बाइकको बाटो बाइक त त्यो उन्दो काम हो कि कहाँ त्यो बाटोबाट तल गयो अन्त छैन जरा जो ऊ हालेर भागेर त्यहाँबाट यो बाटो कस्तो नि हेरेको कहाँतिर यो के यो यही तल गयो सिडी सिडी छ सिडी तल गएको हालेको घर धन्ना मरेन मान्छे किन त्यहाँ गरेर पल्टेको क्या किन गयो भन्दैछ फेरि बाइक त कुटु गएको तल आज चाहिँ हाम्रो यात्रा जारी छ एउटा बाइक लडे पनि हामीसँग चाहिँ अरू 2-5वटा बाइक भएको हुनाले हाम्रो यात्रा चाहिँ कन्टिन्यू हुनेवाला छ हामी कहाँ जाँदैछौँ भन्दा त्यो पारी आगो बलाएर बत्ती बलाएर ठाउँ जाँदैछौँ
बाइकले आफ्नो बाटो खोजेर गयो के टेन्सन नगर्नु लिएर कहाँ रोइरहेको मेरो बाइक मेरो प्राण मेरो मुटु आज पकेट 10,000 को टायर हालेको आजै हो चेन्ज पकेट फेरेको मेरो प्राण मेरो मुटु ओए त्यहाँ बोक्दै ल्याए क्या नाम्लो ल्याइदिउँ नाम्लो आयो अर्को पड्क्यो फेरि हेलिकप्टर सन्दीप ढकल्न पर्दैन र ल तिन गेर हाल्नु न भयो त्यो भयो त्यति भयो अब अर्को आउँदैछ उताबाट घोडाहरू त अझै त सबै फर्स्ट क्लास घोडाहरू त कति नि ए बुलेट भने बुलेट यत्रो ए ट्र्याक्टर जस्तो खतरा छ त्यहाँ जुदा किन तँ पनि मेरा के गरे है नदेखा यसमा त मनलाई थाहा छैन हाल्नुला मैले पुरै टल्केर आएछ है बाइक त उता यता लारे हो केही भएन केही भएन यहाँ हिँड्दा लाग्छ यो त लागिहाल्छ नि केही भएन जोदर नगर के यति गरिसक्यो केही नै हुँदैन क्या जाउँ त्यो मन उस्तो गर्यो भने चाहिँ आज राजा यसो बस मैले चलाइहाल्छु त नि होइन पुरै नभए पनि गर्छ भने अध्यक्षले चलाउँछ क्या तपाईँ थाहा केही भएन हौ अलिकति कन्फिडेन्स त लो नै हुन्छ लडेपछि ए हुनुपर्दा आएछ कि हेर्नु उकालोले नि शेरको निस्क्यो थाहा भयो होला नि अब Would like to take notes while I take totes of the marijuana smoke. सेटको निस्क्यो थाहा भयो होला नि सेटको निस्क्यो थाहा होला नि अब रे राइडर जसको बाइक जहाँ गएर बिग्रिन्छ 8 जना छ सबैले मिलेर बनाइदिने जसको ल है ल सहमति बेलो पाइन्छ छैन केटा हो तै पनि है मेरो बिग्रे भयो नि है बिग्रिँदैन किन बिग्रिने हो र दिनकै चलिरहेको बाइक फेरि अहिले एकचोटि लड्यो भन्दैमा फेरि तलमै हो गरे के हो टोक्ने बिस्तारै यार लाइट पर्ला यार मल्ल के साह्रो हो त नि यो त उँधो हो रोक्न मिल्दैन अड्किन्छ उनीहरू उसले हो फेरि गोबरमा लौरी घाँसेर राख्यो के हो यो राति उँधो फुल हल्लेपछि त सक्दै सक्दैन बिस्तारै यसो पालै हिँड्थ्यो नि यार फुल हल्लियो चढाइदिन्छु जोडसँग बस्छौँ भाइ ए भाइ स्पिड कुदाउनु न मजा आउँछ मजा आउँछ अगुल्टोले हाने कुकुर बिजुली सम्झेर नि त तर्सिन्छ तिमीहरूको जोडी थाहा छैन है छुँदा तिमीहरू हाम्रो चाहिँ नि अब चाहिँ यसो 1-1.5 महिना छुट्टी पनि भइसकेपछि यसरी चाहिँ डुल्नी घुम्ने काम गर्नु पर्यो घोडा लिएर हामीले चाहिँ खासै एउटा एक्सपेरिमेन्ट गरे त्यहाँ एक्सपेरिमेन्ट गरे हामीले के हुँदो रहेछ त बाइकलाई चाहिँ आफ्नै सुरमा जान दिँदाखेरि बाइकले चाहिँ कस्तो प्रतिक्रिया गर्छ कसरी आफ्नो बाटो खोज्छ बाइकलाई तर आफ्नो सुरमा जान दिनुहुन्न रहेछ एउटा लगाम चाहिँ हुनुपर्ने रहेछ त्यो भन्ने कुरो चाल पाइयो नि त हाम्रो एक्सपेरिमेन्टबाट यो चाहिँ हाम्रो उस हो एक्सपेरिमेन्ट लड्या भनेर नझुकिनु होला खुर्मुरी त नराम्रो खुर्मुरी को हो
त्यसै गर्दा त्यसै गर्दै लाताला चाहिँ तैँले त्यसै गर्दै हुन्छ त्यसै यस्तो खतरा फाइनल हेर्ने भनेर झन् तातेर गएको झन् त्यसै भनेर अनि यो छोडिदियो यो ब्लग अब जम्मा हुँदै फेरि हाम्रो चाहिँ कता हो मेरो साथी ए यता पो रहेछ यार दाइ कहाँ हुनुहुन्छ भन्दै म त पड्का धुलो खानु पर्दैन धुलो पर्दैन थियो है बटामा त भ्याउनु भएछ यार म त आउँदा ठ्याक्कै देखेको के हाम्रो मान्बु गाउँ कस्तो बल देख्नु क्या देख्न इलेक्ट्रिसिटी साथीहरू आयो हाम्रा यतै हाल्दिनु नि यता ठ्याक्का हालेको अरू गयो खोइ त बुलेट आजको दिनमा हामी यहाँ किन आउँदैछौँ त भन्दा यहाँ एउटा प्रोग्राम रहेछ स्यामराङ भूमिथानको चाहिँ नि कार्यक्रम रहेछ त्यसो भए हुनाले ल जाउँ न त भन्नुभयो साथीहरूले त्यसपछि आयौँ यहाँ कार्यक्रम चलिरहेको रहेछ किन हो